आउने भरिमा केही सिप सिकेको भएपछि आऊ क्या ग्यास पनि पाके हुन्छ गर्दैछ त कि छैन भनेर यहाँ त लिकेज भइरहेको थियो गाडी चाहिँ। हेलो गाइज, गुड मर्निङ सबैजनालाई होइन। न्यू डे न्यू ब्लग। आज पनि म डेलिभरी जान्छु होला। हिजो फोन गर्नुभएको थियो 8 बजी आउनुभयो भन्दा युट्युबमा। ल म चाहिँ निस्किनु लाग्यो होइन। 55 भइसक्यो, 7:55, 5 मिनटमा चाहिँ म त्यहाँ पुगिहाल्छु। यसको हेरौँ होइन है। ल म निस्किनु लाग्यो। यस्तो भ्यू देखिन्छ क्या बाबा होइन। म निस्किँदाखेरि यस्तो भ्यू देखिन्छ गाडी चाहिँ। हेर त बिहान यस्तो भ्यू देखिन पाइयो क्या। म बिहान निस्किँदै प्लेन है। बिहानको पनि मस्त देखिन्छ होइन। उयो बिहान बाहिर आउने बित्तिकै प्लेन पनि गइदिरहेको क्या मस्तसँग माथि होइन। अहिले प्लेन पनि गइरहेछ। म चाहिँ निस्केँ अब। अगाडि मलाई 5 मिनट लाग्छ त्यहाँ पुग्नलाई दाइको चाहिँ। म चाहिँ टक्क त्यहाँबाट दाइसँग डेलिभरी गर्छु होइन। कतिखेर हुन्छ सानोतिर डेलिभरी आज खै कति छ हेरौँ के हुन्छ। म चाहिँ जाने बाटो यतैबाट जान्छु सर होइन। यो बाटो हुँदै ल म अगाडि स्टोरमा पुगेपछि चाहिँ भेट्छु ल गाइज। होइन गाडी चाहिँ आउनु भएको छैन, कति बेला आउनुहुन्छ। यो चाहिँ म वेट गर्ने स्टोभ हो क्या। दाइ आउनु यति हुन्, कति बेला आउँछ दाइ आएपछि भेट्छु ल। म चाहिँ यता पुगिसकेँ होइन। 8 बजेर 3 मिनट भइसक्यो, दाइ आउनु भएको छैन। कति बेला आउनुहुन्छ ल। म दाइ आएपछि भेट्छु ल तपाईँहरूलाई। यो भिडमा चाहिँ दाइ आउनुपर्छ न। ऊ त्यहाँ गाडी हुन्छ, ऊ त्यो गाडी हो मेरो कम्पनीको, ऊ त्यो गाडी हो होइन। दाइ आउनुपर्छ बसिसक्यो गाडीमा होइन। दाइ गुड मर्निङ। हिजो कहाँ आउनुभयो त? छुट्टीको दिन थियो। ए सुतिराख्नु भयो है। म पनि हिजो कतै गएन, रुमतिरै सुतिरहेको थिएँ। छुट्टीको दिन के गर्नु, यस्तो गाई छुट्टीको दिनमा यस्तै भइन्छ होइन। सुतिराख्नुपर्छ मस्तसम्मले। एक दिन छुट्टी मिल्छ हप्ताको, एक दिन सुतिराख्ने हो। जस्तै त जान मन कहीँ लाग्दैन, गएर सुतिराख्ने बस त्यस्तै आराम हुन्छ क्या। अनि अब आज चाहिँ जब हो, जबमा चाहिँ अब काम गर्ने कसो डेलिभरी जानुपर्छ। दाइसँग बढेर डेलिभरी होइन। दाइ र म चाहिँ आज बवाल डेलिभरी गर्ने हो होइन। त्यस्तै हो ल। हेर्दै जाऊँ म गाडीतिर के कस्तो हुन्छ। गाडी गरेर हामीले त्यो चाहिँ पेन्सिल भएको रहेछ क्या। उताको टायर चाहिँ यता पेन्सिल भइदिएको छ। अनि अब आउनु कति लाग्छ टाइम होइन। पेन्सिल भएको छ टाइम टायर चाहिँ हेरौँ कतिको टाइम होइन। त हावा भरेर हुन्छ या के गरेर हुन्छ मैले चेक गर्छु होइन। हावा भरेर हुने भएपछि ठिक छ, खोल्नु पर्ने भएपछि खोल्छु। हेरौँ कस्तो हुन्छ। भाइ चाहिँ भइरहेको छ नि त टायर। फेरि खोल्नु पर्ने भएपछि टाइम लाग्छ फेरि हामीलाई होइन। कति टाइम लाग्यो क्या। ल हेरौँ कस्तो चाहिँ चेकिङ भइरहेको छ गाडी चाहिँ यता होइन। के लाग्छ क्या गर्दैछ यता होइन, छ कि छैन भनेर। यहाँ त लिकेज भइरहेको थियो गाडी चाहिँ। यता लिकेज भएको रहेछ क्या हाम्रो गाडीको चाहिँ होइन। अन्त भयो नि त अहिले होइन। कति हानिदिएर गाडी छैन, ढिलो हानिदियो क्या। चाहिँ भयो रुक्क भयो क्या। तर फेरि बाटोमा हुन्छ नि त, गाह्रो पर्थ्यो क्या बाटोमा चाहिँ चेक नगरिदिया भयो होइन। अब बिग्रिने सम्भावना हुन्छ नि त, चेक गऱ्यो आनन्द हुन्छ क्या। अब फेरि अब चाहिँ हामी हिँड्छ यहाँबाट एकछिनमा होइन। कति वर्ष के वर्ष गाडी चाहिँ भइसक्यो, हामी चाहिँ हिँडिसक्यो होइन। मैले त अहिले सोचेको थिएँ क्या त्यसले त्यत्तिकै छोडेर जान्थ्यो कि सोचेको थिएँ क्या। त्यो भरेर मात्र नयाँ चेकिङ गरेर राम्रो भइदियो क्या होइन त्यो किला क्या। तर अझ पछि सम्भावना हुन्थ्यो नि त फुस्किने टायर। चेकिङ गरेर सजिलो भयो क्या। यतातिर त फेन्सन फनान त केही तामी लाग्दैन। ए त्यही त। यो चाहिँ नि ऊ टायर हो, डिप्रेस टायर हो के अरे। हजुर त्यो एउटा ऊ हाल्दै ए किनीमा ऊ हजुर अनि यो सजिलो हो क्या। यस्तै लगाइ गइसक्यो, हामीसँग गइसक्यो एउटा न। अगाडि हेरौँ के कस्तो हुन्छ ल। इधर रुक मैं आएगा।
अर्को बिलको कस्तो गर्नु पर्ने दाइ त्यही राख्नु पर्ने अर्को बिलको चाहिँ गाडी घरमा छोड्दिनँ ए त्यहाँ चाहिँ अर्को मान्छेले गर्छ होइन ए एउटा अर्को चाहिँ क्यारी खोलिदिएर छ चाहिँ उहाँ छोडिदिने मात्र हो त्यो होइन त्यो चाहिँ उसले आफै गर्छ यसलाई चाहिँ हामीले अब राख्नुपर्ने हुन्छ लोकेसन यहाँ अगाडि छ होइन त्यहीँ पुगेर भेटौँ है यस्तो बाटो हुँदै जानुपर्छ हामीले होइन अगाडि अनि यो बाटो चाहिँ हिँड्नुपर्छ होइन यो चाहिँ सबै बिल हो 1 2 3 4 5 यो 5वटा बिल चाहिँ सबै यहीँकै हो होइन 50 कार्टुन छ यसको टोटल हामीले यहीँ दिनुपर्ने हुन्छ हेर पुगिसक्यो होइन लोकेसनमा अब म चाहिँ यहाँ सोध्छु होइन यो सामान कहाँ राख्ने भनेर हेर कस्तो भन्छ के भन्दो रहेछ यो सामान M02 मा जानुपर्छ मैले चाहिँ होइन अहिले म जान्छु यहाँदेखि के भन्नु रहेछ ओके म जानुपर्ने यहाँ हो होइन म जान्छु यतातिर चाहिँ म चाहिँ यता आइसक्यो होइन यता आएर चाहिँ यहाँ कुरा गरेर आउँ क्या कहाँ राख्ने सामान के गर्ने भनेर म चाहिँ डेलिभरी खोलेर चाहिँ आइसकेँ म त्यो देखाउँछु अहिले एकछिनमा वेट गरौँ के भन्छ होइन तर राख्ने भन्छ म चाहिँ तर राख्छु के गर्छु नि हाम्रो चाहिँ यहाँको पुरा टोटल 50 कार्टुन छ नि त ग्लास आइटम 15 कार्टुन छ होइन त्यही भएर वेट गरेर भन्छु एकछिन धेरै वेट गर्छु म यहाँनिर भित्र कुरा गर्न गइरहेको छ अनि यहाँ हेर्ने मान्छे मोबाइल आउँछ यस्तो जग्गा पुरा सेभिङ गरेर आउँछ कस्तो जग्गा यहीँ राखेर रहेछ कार्टुन जति सबै होइन हाम्रो सबै गिलासको आइटम आयो नि त त्यही भएर सोधिरहेको थियो गिलास आइटममा के भन्यो मैले त गिलासको आइटम भनेर वेट 1 मिनट वेट भन्दैछ अब 1 मिनट नै यहाँ 5 मिनट लाग्छ वेट गरिरहेको कतिखेर आउँछ म त्यो आइसक्यो भेट्छु चलो यहाँको काम चाहिँ भयो हामी चाहिँ जान्छु बाहिर होइन सामान रिसिभ गर्छु बाहिर चाहिँ त्यसपछि हामी बाहिर निस्किन्छु होइन हिँडेर जानु कि आउँदाखेरि चाहिँ लिफ्टमा आएको सामान रिसिभ गर्छु त्यसपछि चाहिँ सीधे गाड़ी में डालोगे ना सामान सीधे गाड़ी हमारा गाड़ी बाहर पार्किंग है बाहर इधर नहीं वो बाहर हाँ वो इधर लेके आएंगे इधर लेके आओ इधर नहीं वो वैन देखो हाँ गाडी चाहिँ हामीलाई उयो पार्किङमा लगाऊ भन्छ त उयो पार्किङमा हाल्नु सिधा गाडीमा हाल्छु भन्छ क्या सामान सजिलो हुने हो नि हजुर मलाई लाग्छ किन टक्कसँग यहीँ के हो क्या पुरै 50 कार्टुन छ क्या त्यो गिलासको आइटम मात्र हो सबै यता दिने हो हामी चाहिँ अहिले उसको गाडी आउँछ यहाँ चाहिँ हाम्रो सामान चेन्ज गर्ने काम भइरहेको छ होइन यहाँबाट यहाँ हालिदिएर हामी फटाफट अनि त्यही खत्तम हुन्छ नि त फटाफट गरेर हामीले चाहिँ यहाँबाट त्यस्तै हालमा सामान चेन्ज गर्नुपर्छ होइन यहाँबाट हाम्रो यो पुरा आइटम छ त्यस्तो होला सबै आइटम अलग अलग छ क्या त्यो हामी चेन्ज गरेर फटाफट सकाएर हामी चाहिँ यहाँ निस्किन्छ अस्पताल ल पछि भेट्छु तपाईँलाई हाम्रो डेलिभरीले चाहिँ लास्ट टाइम दियो क्या डेलिभरी भइसक्यो अर्कोबाट फोन आएको आएछ कतिखेर आउँछ भनेर बल्ल सकाएर हामी चाहिँ दाइरेमा निस्क्यौँ यसले चाहिँ लास्ट टाइम ल्यायो भने अनि अर्कोले फोन गरेको गरेछ कति बेला आउँछु भनेर 1.5 घन्टा खाइदियो अनि 1.5 घन्टा लगाइदियो क्या यो डेलिभरी चाहिँ गिलासको आइटम थियो नि त के हो कस्तो भनिदिएर अब क्या टोटल अनि सबै मिलाउँदा अहिले भर्खर भएर निस्क्यो हामीले त्यहाँबाट अब चाहिँ अर्कोमा जानुपर्छ हामीले होइन अर्कोमा त यस्तो हुन्न अर्कोमा त 4वटा आइटम मात्र छ 7 कार्टुन छ मात्र छिटो भइहाल्छ होइन यस्तै हो कहिले ढिलो हुन्छ कहिले छिटो भइहाल्छ यसले चाहिँ लास्ट टाइम लाग्यो क्या धेरै फिक्स टाइम हुन्न कसले छिटो रिसिभ गरिहाल्छ कसले टाइम लाउँछ यस्तै हो क्या गाह्रो छ के गर्नु सुख छैन क्या विदेशमा नि दुःख छ क्या विदेशमा नि विदेशमा जति दुःख छ कडा हो दुःख छ सुख भन्नेवाला केही छैन क्या अनि बिहान 8 बजी आउनुपर्छ होइन त्यही बासी भात लिएर साना जाऊ त्यही बासी भात खाऊ क्या
यस्तो दुःख हुन्छ क्या लाग्यो दुःख गर्नुपर्छ क्या अनि घाँसी बाटिएर उठाएर आउने त्यो पनि खाने चाहिने कहिले 12 बजे कहिले 1 बजे कहिले 4 बजे दाइ अस्ति मैले भनेको 4 बजे खाना खाएको भने हामीले एक दिन कतै 6 बजे खाएको त साँझको यहाँ हजुमान बस्ती अनि डेलिभरी काम पनि यस्तो छ केटा हो बिहानको खाना साँझको 6 बजे खाएको अनि कति दुःख छ आफै बुझ्छ क्या दुःख छ क्या सकभर त भिजिटमा केटा नआऊ होइन आउने भरिमा केही सिप सिकेको भए चाहिँ आऊ क्या नत्र चाहिँ भिजिटमा नआए नि हुन्छ क्या उहाँ गएर कम्पनीमा काम गर्छु भन्ने चाहिँ बेकार हो क्या केटा हो केही फिक्स हुन्न होइन त्यही दिन्छ 1200-1300 रुपियाँ दिन्छ स्यालेरी मस्तै भयो 1500 रुपियाँ ल त्यो माथि खाना बस्न आफ्नै हुन्छ क्या मिनिमम केही नखाने मान्छेलाई अब 400 रुपियाँ रुम भाडा फिक्स हो होइन 300 रुपियाँ खाना चाहिँ लाग्छ क्या 700 रुपियाँ त्यति खर्च हुन्छ 100 रुपियाँ यताउति खर्च त 800 रुपियाँ बाँकी 700 रुपियाँ के गर्छ 20-22 रुपियाँ नेपालले योभन्दा मस्तो त 20-22 रुपियाँ नेपाल त नेपालमै कमाइन्छ आरामसँगले त्यही भएर केटा नआउँदा नि हुन्छ क्या 2.5-3 लाख रुपियाँ खर्च गरेर यहाँ आऊ त्यही 20-22 हजारको लागि दौरा साउका अनि गाह्रो छ हो केटा नआउँदा नि हुन्छ क्या यतातिर अन्दै अब हजुरले त्यहाँ धेरै भोग्नु भएको हो नि त अनि यस्तो क्या बेकार छ क्या केटा हो विदेश भन्न बेकार हो क्या छोड्दै केटा विदेश भन्न क्या अनि हो मैले नि सोच्थेँ क्या सुरुमा होइन जो मान्छे विदेश हुन्छ नि त्यसलाई सोध्थेँ नि त के कस्तो छ र हामी पनि आउनुपर्छ भनेर अरे बेकार हो नआऊ भन्थेँ क्या सही रहेछ क्या जब आफूलाई पर्छ नि तब थाहा हुँदो रहेछ क्या मैले नि भन्छु क्या कसैले सोधेपछि विदेश आउनुपर्छ दाइ भनेपछि नि म नि भन्छु क्या भाइ नआऊ बेकार हो क्या गाह्रो हुन्छ भनेर किनकि दुःख पाइन्छ होइन सोचे जस्तो हुन्न नेपालदेखि 3 लाख रुपियाँ खर्च गरेर आएको अब यहाँ 2 वर्ष त्यही 3 लाख रुपियाँ तिर्न ठिकै हुन्छ क्या बाँच्ने भनेको त्यही 20-25 रुपियाँ बाँच्छ महिनाको त्यही 3 लाख रुपियाँ तिर्न चाहिँ 2 वर्ष लागिहाल्छ नि के गर्ने हो र त्यस्तो दुःख हुन्छ क्या केटा हो अन्दै ब्याज पनि पाके हुन्छ अनि फेरि ब्याज पाकेको हुन्छ त त्यो 3 लाखको ब्याज कति हुन्छ अब आफै सोच्नु गाह्रो छ नि केटा हो यार आफूसँग भयो त ऋण खोजेर आउनु पर्यो नि त त्यसको ब्याजले त लान्छ अनि एक त ऋण खोजेर आउनुपर्छ ब्याज कति तिर्नुपर्छ महिनाको 3 लाखको अनि उता साउले भन्छ जग्गाको लाल पूजा माग्छ क्या फेरि त्यही हो क्या अनि हामी जस्तोलाई त त्यही गर्छ क्या साउले जग्गाको लाल पूजा त्यही भन्छ क्या पैसा नतिरेपछि के गर्नु दुःख छ क्या केटा ल यस्तो गफ गर्दै गरौँ ल होइन हाम्रो चाहिँ दोस्रो लोकेसन आइसक्यो डेलिभरीको यहाँ चाहिँ काम गर्छु त्यसपछि कुरा गर्छु ल चल अहिले चाहिँ ए हजुरको प्लान त्यही थियो एउटा गाडी किन्ने उतैतिर गाडी चलाउने भन्ने प्लान थियो हजुर हाम्रो त फेरि उसलाई हेराउँछ के अरे बाहुनहरूलाई हजुर हाम्रो मान्छे हेराउँछ बाहुनहरू हेराएको त सुक्दैन हुँदै हुन्न भनेर भन्न ला बाहुन फलाम फाप्दैन भन्ने कुरा गरेर है अब घर बस्ने र के गर्नु र अब अरू त विकल्प छैन फेरि अनि त्यही भएर फेरि यतातिर हानिदिएको ए त्यही हो क्या त्यो सल्लाह हाम्रो मान्छे छ क्या फलाम फाप्छ कि फाप्दैन भनेर हाम्रो नि हेराउँछ क्या जान्छ यदि फाप्छ भनेपछि मान्छेले सबैले आँट गरिरहेको छ होइन हाल्ने काम गर्छ नै फाप्दैन भनेपछि अनि त्यही हो विकल्प केही हुन्न अनि सिप भएर नि के गर्नु त अनि नेपालमा फाप्दैन भने चाहिँ त्यही हो क्या त्यस्तो हुन्छ दुःख छ के गर्नु अनि चाहिँ यहाँको डेलिभरी सकाएर हामी चाहिँ निस्क्यो हो मैले गर्दै होइन यहाँको डेलिभरी यस्तो थियो कि मान्छे अर्कै थियो नि त गर्नेवाला कम्पनीको मान्छे चाहिँ अनि खालि त्यो कार्टुन मात्र राखेर यहाँ सामान राखेर जानुपर्ने थियो सामान राखेर हामी चाहिँ यहाँबाट निस्किसक्यौँ त्यो मान्छे रिसिभ गराउँछ हामी चाहिँ यहाँदेखि निस्क्यौँ दाइको सपना चाहिँ त्यही थियो क्या नेपालमा गाडी किन्ने तर के गर्नु हाम्रो नेपाल त्यही हो नि त केही काम गर्दाखेरि नि सोध्नुपर्छ क्या बाहुनहरूलाई होइन फाप्छ कि फाप्दैन भनेर जसले जे भने त्यही हुन्छ क्या अनि फाप्छ भनेपछि हाल्छ मान्छेले काम गर्छ नै फाप्दैन भनेपछि अनि खल्ली बल्ली त्यसपछि लाग्नुपर्छ लाहुलतिर अन्दै झोला बोको अरू भनेको केही उपाय छैन अनि अरू विकल्प केही छैन अनि झोला बोक्ने हो हिँड्ने हो विदेशतिर यही हो केटा हो हामी केटाहरूको समस्या सबको समस्या यही हो क्या यहाँबाट यता आयो सलाम आलेकुम भन्यो पैसाहरू बाप अनि यस्तै हो क्या अनि ए हो कृष्ण भन्ने खुट्टा समस्या
अनि केटा आउँछ यस्तो चाहिँ नगर क्या केटा हो यार हो रिस्पेक्ट गर्नुपर्छ नगर्ने हो क्या गर्नुपर्छ सेट हो होइन रिस्पेक्ट गर्नुपर्छ तर मैले गफ गर्दै गरौँ होइन हामी चाहिँ अब ठ्याक्क अर्को लोकेसनमा जान्छौँ यो लोकेसनमा भेट्छु ल गाइज यो बाटो हुँदै जानुपर्छ क्या सधैँ घुमै हुनुपर्छ यस्तै हो लगाइन्छ अगाडि भेटौँ है हामी चाहिँ यहाँ लोकेसनमा पुगिसकेको थियो होइन यहाँ चाहिँ नउतार्ने सामान अर्कोमा उतार्ने अरे होइन कैलाशमा उतार्ने अरे हामी चाहिँ त्यहाँको लोकेसन दिएको छ त्यहाँ जाँदैछौँ चाहिँ बाहिर लास्टै गरिन्छ क्या अनि बाहिर चाहिँ भिडियो बनाएन मैले भिडियो चाहिँ बनाएँ लास्टै गरिन्छ नि त बाहिर हामीले त्यहाँ जाँदैछु अहिले त्यही चाहिँ यहाँ लोकेसन हेर्न राख्नुपर्छ क्या लोकेसन म जान्छु लोकेसन हेरेर जानुपर्छ अरे क्या अब यताको लोकेसन हाल्छ नि त हामी सिधा यहीँ आइदियो क्या यहाँदेखि उहाँ पठाइदिन्छ यहाँदेखि कति मिनट लाग्छ दाइ 14 मिनट लाग्छ यहाँदेखि त्यो जान होइन त्यहाँ जान्छौँ पहिले लोकेसन चाहिँ यहाँ नै होइन हामी सिधै वहीँ जान्थेँ भइरहोस् चाहिँ यताको लोकेसन दिएको थियो नि त हामी त्यहीँ यहाँदेखि अब त्यहाँ जान लाग्यो गाइज हेरौँ होइन ल म चाहिँ अब देखाउँछु क्या कस्तो ठाउँ छ बाहिरतिर यसो होइन कति गर्मी छ क्या बाहिर चाहिँ गर्मीमा चाहिँ खासै राम्रो आउँदैन नि त त्यही भएर मैले चाहिँ केही सुट गरेको छैन होइन त्यही चाहिँ लोकेसन हानिहाल्नुभयो अब चाहिँ हामी हिँड्न लाग्यो यहाँदेखि पनि जाने हो गाइज हामी चाहिँ डेलिभरी अहिले 3-4 गरिसक्यो होइन बाँकी चाहिँ लास्ट थका लागिसक्यो क्या खाना खाने टाइम भइसक्यो 1 बजिसक्यो लास्ट भोक लागिसक्यो त दाइ चाहिँ यता होटलमा रोटी ल्याउनु जानुपर्छ मैले चाहिँ अब टिफिन लिएर आएको छु त म चाहिँ खाना खान्छु होइन लास्ट भोक लागिसक्यो आज चाहिँ छिटै खाना खान्छु कति भोक लाग्छ मलाई थाहा छ अघि भन्ने बोल्नु भएको थियो दाइले दाइ भोक लाग्यो खाना खाऊ भनेर डेलिभरी थियो नि त फटाफट दिनु पऱ्यो मैले भनेको थिइनँ अब चाहिँ कति भइसक्यो क्या दाइ खाना खाऊ भने लगभग सबै खाना खाइदिउँ भने दाइले नि हामी चाहिँ खाना खान्छु अब होइन एकछिनमै यस्तै हो क्या टाइममा खाना खानै हुँदैन के गर्नु गाह्रो छ विदेशतिर नि कति दुःख छ केटा हो फाइनली गर्ने यस्तै हो क्या भने जस्तो केही हुन्न के गर्नु यस्तै हो क्या बाध्यता हो क्या सब यो गर्नु परिरहेछ के गर्नु तर चाहिँ यस्तो छ केटा होइन इन्डियातिर 20-25 हजार रुपियाँ कमाउने मान्छेले यहाँ नआउँदा नि हुन्छ क्या विदेशतिर क्या बेकार हो क्या विदेशतिर आउनु भने हो क्या केटा नआइजु क्या विदेशतिर इन्डियामा आरामसँग 20-25 हजार रुपियाँ कमाएर गइरहँदै विदेशतिर आउनु चाहिँ बेकार हो क्या नआए हुन्छ क्या 2,000 रुपियाँ खर्च गरेर विदेश हो त्यही कमाउन लाग्छ कति टाइम होइन त्यो भएर चाहिँ बेकार हो क्या नआऊ केटा हो जहाँ छौ त्यहीँ बस्छ मस्तसँग आउनै पऱ्यो भने चाहिँ केही सिक राम्रो होइन अनि मात्र आऊ क्या नआउँदा नि हुन्छ क्या जग्गा हुन्छ क्या कति गाह्रो हुन्छ क्या त्यस्तै हो अब हामी चाहिँ एकछिनपछि खाना खान्छौँ होइन ठाउँ हेर्नुपर्छ क्या खाना खानलाई पनि पार्किङ लगाउनुपर्छ नि त यस्तै रोडमा खाएपछि अन्त पार्किङवाला आउँछ फेरि पार्किङ त्यो नकाटेपछि फाइन हान्छ 400-500 रुपियाँ तेल लुट्छ जान्छ क्या त्यही भएर पार्किङ हेर्नुपर्छ क्या 2-3 राउन्ड घुम्नुपर्छ पार्किङको लागि पनि जब पार्किङ मिल्छ तब त्यहाँ हाल्नुपर्छ अनि खाना खान पाइन्छ क्या त्यो पनि रोडमै रोडको साइडमा लगाऊ फटाफट खाऊ त्यसपछि फेरि भाग क्या त्यस्तै हुन्छ क्या यतातिर चाहिँ के गर्नु दुःख छ केटा दुःख छ भन्दै त्यही हो नि पार्किङ चाहिँ नकाटेपछि फेरि फाइन हान्छ सब हेर्नुपर्छ केटा हो यतातिर चाहिँ गाह्रो छ हो गाह्रो छ दाइ चाहिँ पार्किङ खोजिरहन् क्या कहाँ मिल्छ भन्छ क्या हुनुपर्छ पार्किङको लागि पनि के गर्नु गाह्रो छ हो गाह्रो छ यस्तै सब ठाउँ पार्किङ लगा हुन्छ कहीँ पाउँदैन के गर्नु दुःख छ केटा हो दुःख छ ल यस्तो कहाँ मिल्छ खाना खाने ठाउँ होइन पार्किङ आउँछु हामी त्यहीँ रोक्छु खाना खानलाई हेरौँ कहाँ मिल्छ ठाउँ